अनि ढिलो पनि भइसक्यो आज। अनि क्या मलाई चाहिँ यस्तो मन नपर्ने कुरा चाहिँ के हो भने यहाँ very dangerous वाह क्या सीन है वाह क्या सीन है हाई गाइज वेलकम टु द च्यानल। अनि हाम्रो च्यानलमा धेरै धेरै स्वागत छ सबैजनालाई होइन। मैले आजदेखि चाहिँ शपथ खाएको छु कि म भ्लगहरू अवश्य बनाउने छु भनेर। अनि ढिलो पनि भइसक्यो आज सानुको थेरापी जानलाई, टाइमिङ चेन्ज भइसकेको छ। अरू बेला 12:30 जान्थ्यौँ भने आज भइसकेको छ कति भयो अहिले 3:30 भइसक्यो होइन। 3:45 त उसको टाइमिङ नै हो, ढिलो भइसक्यो। ल अब जान्छु म, अनि त्यसपछि म अरू पनि अपडेट गर्छु, भिडियोहरू बनाउँदै जान्छु। किप वाचिङ। अनि क्या मलाई चाहिँ यस्तो मन नपर्ने कुरा चाहिँ के हो भने यहाँ हेलमेट चाहिँ एकदमै कम्पलसरी क्या। लास्टै मन पर्दैन मलाई चाहिँ। अहिले त ठिकै छ होइन, तर गर्मीमा चाहिँ कस्तो हुन्छ हाम्रो हालत। म चाहिँ हस्पिटल पुगेर पनि गएँ होइन, माथि लिफ्टबाट गएँ किनभने लिफ्ट एकदम खाली थियो आज चाहिँ। नभए त यस्तो प्याक हुन्छ, फेरि भर्याङबाट पनि सानुलाई लिएर जानु एकदम गाह्रो हुन्छ क्या बोकेर। अब क्यामेरा कता मान्छे कता। मान्छे कता फोन समात्नु नै नआउने। ल अनि हामी चाहिँ मैले सानुलाई छोडिदिएँ होइन। अनि छोडिदिइसकेपछि यहाँ चाहिँ एकछिन डिस्कसन भयो। अनि यही हो होइन। ओटी गराइसकेपछि चाहिँ मलाई भित्र बोलाउनु भयो सरले। मैले भनेको थिएँ नि उसको टिचर पनि चेन्ज गरेको छु भनेर होइन। मैले उसको टिचर चेन्ज गरिदिएँ किनभने एकदमै नमान्ने होइन पहिलाको टिचरसँग। मैले 20-25 सेसन जस्तो चाहिँ गराएँ। नबोल न, 20-25 सेसन जस्तो चाहिँ मैले पुरानो टिचर पुरानो होइन नयाँ टिचरसँग गराएँ। उहाँ चाहिँ हो पुरानो टिचर होइन, नेपाली पनि हो नि त, त्यही भएर अलिकति अब कुरा गर्न पनि एकदम इजी हुन्छ, ओपन तरिकाले बोल्नु पाइयो। अनि यहाँ चाहिँ हाम्रो के चल्यो भन्दाखेरि चाहिँ एकछिन डिस्कसन चल्यो। स्ट्यान्डिङ वकिङ गराएपछि चाहिँ अब फेरि बाबा चाहिँ ढ्याउ गर्दै आउनुभयो खाना खाएर क्या। अनि यही हो हाम्रो चाहिँ यहाँ अब टाइमिङको चाहिँ एकदमै उयो भयो क्या। अब जस्तो अल्टरनेटिभ गर्ने हो नि त हामीले त। अब यहाँ 3 डेज अनि त्यसपछि स्पिचको 3 डेज। अनि सरको चाहिँ अब एकदमै प्याक भएको भएर होइन, अनि मिलेको छैन कि। अनि त्यही भएर सरले चाहिँ त्यसकै बारेमा डिस्कसन, मेरो यो डेजमा यस्तो छ, यो डेजमा चाहिँ यति चाहिँ बजी आउनु, यो 2 दिन चाहिँ एउटै टाइम हुन्छ होइन, 1 दिन चाहिँ फरक हुन्छ भनेर। अनि त्यही कुरामा एकदमै लामो डिस्कसन भयो होइन। स्पिचमा पनि कुरा गर्नु एकचोटि मिल्छ भनेर मिलाउनु न भनेर भने। अनि स्पिचमा त अब आजदेखि हो होइन, अनि मिलाउनै पर्यो स्पिचको लागि त। स्टार्ट भइगएको त छैन स्पिचमा, अनि हुन्छ भनेर साह्रो लामो हाम्रो चाहिँ यहाँ डिस्कस भएको भइ छ होइन। त्यही हो, पुरानो टिचर भनेको पुरानै हुन्छ होइन, थेरापिस्ट भनेको। अनि त्यही हो, मलाई चाहिँ अलिकति चित्त बुझेन। थेरापिस्ट भएपछि त अब फिजियो गराउँदा त मसँगै बस्थेँ होइन, त्यति बेला अलिक सानो पनि थियो। तर यो ओटी गराउँदा चाहिँ बस्नु प्यारेन्ट्सलाई चाहिँ अलिक अलाउड पनि छैन है, किनभने यो चाहिँ अब अलिकति उसले रेगुलर एक्टिभिटिजहरू गराउने अनि उसको लाइक माइन्डको लागि अनि गराउने हो नि त ओटी भनेको त। अनि अलिकति डिस्टर्बहरू भयो भने फेरि एकदम धेरै छिटो डिस्ट्र्याक्ट हुन्छ क्या यो छोरो चाहिँ, हाम्रो छोरो चाहिँ। अनि त्यही भएर उसलाई सकेसम्म झन् अब प्यारेन्ट्स देख्यो भने त अब त्यही हो, मात्तिन्छ बढी नै। अनि त्यही भएर त्यस्तै हो। अनि मलाई चाहिँ अब अलिकति सेयर पनि नगर्ने होइन, अब घरमा उसले के गर्छ कस्तो गर्छ, तपाईँले के गराउनुहुन्छ भनेर त्यो जुनलाई मैले अब छोडेँ नि। अनि त्यसपछि उसले चाहिँ मलाई त्यो कुराहरू केही पनि सेयर नगर्ने के। अनि अरू टिचरहरूले चाहिँ अब पहिला मैले फिजियो गराउँदा पनि सबै सेयर हुन्थ्यो क्या, घरमा यो गराउँछु त्यो गराउँछु, उसले योमा गर्छ मसँग यो गर्दैन। एटलिस्ट प्यारेन्ट्स र टिचरको लाइक कुरा भयो भने त थाहा हुन्छ उसलाई, टिचरलाई पनि थाहा हुन्छ उसले घरमा के गर्छ के गर्न मान्दैन होइन। अब उसले पनि टिचरले पनि मलाई भन्नु पर्यो यहाँ यसले यस्तो गरे आज, यहाँ यो यसरी राम्रो गरेन भनेर त्यो तरिकाले। अनि त मलाई पनि थाहा हुन्छ त यतिको भएछ, यो इम्प्रुभ भएको रहेछ वा इम्प्रुभ भएको छ भनेर होइन। केही पनि त्यो
डिस्कसन नै छैन क्या उसले अब 45 मिनट्स गरायो 45 मिनट्स गराएपछि बाहिर ल्याइदिन्छ अनि त्यसपछि बाई बाई भन्यो गएपछि त्यति नै हो क्या अनि मलाई अलिक चित्त बुझेन मैले अनि एक सेसन अब 25 सेसन चाहिँ मैले क्लास मैले गरेँ होइन अनि मलाई चित्त बुझेन क्या मैले अस्तिको दिन चाहिँ उहाँहरू चाहिँ नेपाली नै हो अनि त्यही भएर मलाई इजी हुन्छ नि त अब छोरोलाई पनि अब कोअर्डिनेट गर्न सजिलो हुन्छ होइन अनि त्यही भएर चाहिँ मैले उहाँलाई रिक्वेस्ट गरेर जसरी पनि मिलाउनु भनेर भनेपछि अनि हुन्छ आउनु भनेर भन्यो सरले चाहिँ होइन तर उहाँको चाहिँ स्लट खाली नै छैन कि खाली नै छैन त्यही पनि अब मैले तपाईँलाई भनिहालेँ अब गरिदिनु त पर्यो भनेर अनि त्यही भएर त्यहाँ अघि लामो डिस्कसन भयो एकछिन रेजिस्टरहरू निकालेर होइन अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो सानोको त्यही मैले अस्ति जसलाई मैले छोडेँ नि हो उहाँ नै हो टिचर चाहिँ उहाँ बस्नुभयो है बस्ने चाहिँ हो होइन अनि त्यही हो एकदम अलिक ओपन नै कि अनि त्यस्तो ओपन नभएपछि त अब हामीलाई पनि गाह्रो हुन्छ नि त होइन अनि त्यही हो मैले नयाँ टिचरलाई चाहिँ नयाँ थेरापिस्टलाई चाहिँ मैले नराम्रो भन्नु खोजेको होइन तर मलाई चित्त बुझेन किनभने टिचर र प्यारेन्ट्सको एटलिस्ट कुरा हुनु पऱ्यो होइन के हुँदैछ इम्प्रुभमेन्ट भएको छैन कतिको भयो अनि त मलाई पनि थाहा हुन्छ उसलाई पनि थाहा हुन्छ उसले पनि त्यही अनुसार गर्छ थेरापिस्टले मैले पनि त्यही अनुसारले गर्न गर्छु होइन तर त्यस्तो केही पनि कुरा नहुने के अनि उसले पनि सेयर नगर्ने के अब कति त्यस्तो मैले थेरापिस्टहरूले सेयर गरेको मैले देखेको छु होइन मैले 3-4 वर्ष भयो मेरो छोरालाई गराएको त्यही हो मेरो पैसा मेरो बच्चा मैले चेन्ज गर्न पाइहाल्छु होइन त्यो कुनै ठुलो कुरा होइन क्या चेन्ज गर्नलाई चाहिँ अनि टाइमिङमा पनि कम्प्रोमाइज नगर्ने कहिले काहीँ ढिलो भयो भने त 5 मिनट 10 मिनट त त्यति त गर्न सकिन्छ नि त होइन त्यो पनि नगर्ने के अरू थेरापिस्ट चाहिँ फेरि त्यस्तो छैन है अरूले चाहिँ मतलब 5 मिनट 10 मिनट बच्चा हो भनेर कम्प्रोमाइज गरिदिन्छ आइपुग्यौँ गाइज है कस्तो अँधेरो हौ बत्तीवाल यस मच्छर यस्तो धेरै छ यहाँ भाइ छ ल हिँड दुख्यो हात दुख्छ यसलाई बोकेर ल्याउँदा आयो अब सुतौँ भने अब सुत्न त पाइँदैन यस्तै हो अब चाहिँ हामी घर थेरापी गरेर अनि भोलि चाहिँ स्पिचमा को लागि जाने हो So thank you for watching my vlogs. Do like, share and subscribe to my channel. Bye bye.